यो देश अब बिग्रियो, अब सुधार गरेर हामी जस्तो युवाहरू लागेनौँ भने मुलुक बर्बादीतर्फ लाग्यो भनेर तपाईँ जस्तो आमा दिदीबहिनीहरूसँग हामी आफ्नो कुराहरू सुनाउँदै हिँडिरहेका छौँ, आफ्नो समय तपाईँहरूसँग पुर्याइरहेका छौँ। यो वस्तुतः सेवाले के गर्छ भन्दा हाम्रो समाजमा बिग्रिरहेको चिजलाई उत्पादनको युनिट बनाएर त्यसलाई चाहिँ स्वदेशमै खपत गरेर नेपालवादको आधारमा रहेर हामी चाहिँ नेपाली सामग्री नेपालमै खपत गर्ने, विदेशबाट आउने सामग्रीहरूलाई चाहिँ प्रतिस्थापन गर्ने। कम्तीमा अहिले यति मात्र गर्न सक्यौँ भने वर्षको कति अरब चाहिँ धान किन्छौँ, हामी चामल किन्छौँ, हामी कृषि प्रधान मुलुक, कति अरबको तरकारी किन्छौँ, कति अरबको फलफुल किन्छौँ, हामीलाई लाज मान्ने स्थिति बन्यो। यो तरिकाले त चल्दैन। हामीले खानेकुराको पहिचान गर्न सकेनौँ। त्यसकारण खानेकुराको पहिचान कसरी गर्ने? खानेकुराको पहिचान मात्रै गरेर नि पुगेन। अब हामीले चाहिँ जङ्क फुड मात्रै खान थाल्यौँ, त्यसले हाम्रो स्वास्थ्य बिग्रियो। आज चाहिँ 18-19 वर्षका युवाहरू चाहिँ बिपीको समस्या छ, कोलेस्ट्रोलको समस्या छ, पिजीको समस्या छ, सबै भोगिरहनु भएको छ। घर घरमा आज त हरेक घरमा बिरामी नभएको त भरै छैन। यसलाई कसरी चाहिँ निरोगी बनाउने भन्ने विषयमा चाहिँ हाम्रो रोमलाल गिरी सर चाहिँ कृषिको हिजो लामो समय कृषि क्षेत्रमा कार्यक्रम गरेर आउनु भएको हुनाले उहाँसँग एउटा विज्ञता छ। त्यो विज्ञताको प्रयोग गरेर नेपाली समाजमा अब जागरण पैदा गरेर नेपाली समाजलाई आफ्नो घर परिसरमा गमलामा भएको झारपात भनेर जो हामीले निल्काइरहेका छौँ त्यो सबैको व्यञ्जन बनाउन सकिन्छ। त्यो पनि हाम्रो स्वस्थ आहार हुन्छ। त्यसले नै हामीलाई फेरि लामो जीवन दिन्छ। यो मोमो, चाउमिन, बर्गर, यो जङ्क फुडबाट खाएको हामीले पाएको इनर्जी भन्दा त्यो हामीले फाल्दै गरेको, वास्ता नगरेको झारपातमा चाहिँ धेरै गुणा पौष्टिक तत्त्व पनि हुने र त्यसले हाम्रो जीवनलाई चाहिँ निरोगी बनाएर लामो समयसम्म अगाडि लान सकिन्छ भन्ने उद्देश्यले हामी तपाईँहरूसँग जोडियौँ। हामी देशैभरि जोडिने अभियानमा छौँ। हामी देशभरिबाट जोडिँदै